अझै नि गर्लफ्रेन्ड छ? मेरो गेममा जाने टाइम भइसक्यो, 4 बजिसक्यो। ट्रेनिङ गर्न जाने टाइम भइसक्यो। हाम्रो आन्टीलाई कहाँबाट सिस्नु खाने भूत चढेर यहाँ साथीहरू मलाई यस्तो झोलगाडीमा झोला बोकाएर सिस्नु खोज्न लाँदै हुनुहुन्छ। सिस्नुको बोट चाहिँ कहाँ छ मलाई थाहा पनि छैन हैन। उहाँले रोक्नु भएको छ अरे। यत्रो हिँडिसक्यो, खै सिस्नुको एउटा पात पनि देख्दिनँ, नाम निशाना छैन। बोट त कहाँ हो सिस्नुको नाम निशाना नि भेट्दैन। म सुतिराखेको मान्छेलाई जबरजस्ती उठाएर ट्रेनिङमा जाने बेला मम कहाँबाट आज सिस्नु खाने यहाँ भूत चढिरहेछ है हाम्रो डियर ममलाई है। सिस्नुको कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु होला, अनि कसलाई मन पर्दैन त्यो पनि कमेन्ट गर्नु होला। मलाई चाहिँ सिस्नु मन पर्दैन, मैले चाहिँ कहिले पनि खाँदैन। घरमा चाहिँ सबैजनाले खानुहुन्छ, मन पराउनुहुन्छ। घरमा मैले मात्रै हो नखाने, मन पर्दैन के। आज चाहिँ यहाँनिर आन्टीले कहाँ रोक्नु भएको छ अरे, अनि खोज्नु लाँदै हुनुहुन्छ। कहाँ अब गएर सिस्नुको बोट कहाँ छ, सिस्नु छ कि छैन हेर्नुपर्ने हुन्छ है। यता रहेछ सिस्नुको बोट चाहिँ, अब यही टिपेर लानुपर्ने होला। यस्तो चाहिँ एउटा राम्रो छैन, बोटको हालत चाहिँ यस्तो सबै टिपेर ठुटा बनाइसकेको छ हो। कैँचीले टिप्नु भयो। किरा याथ मासाला झन्डै चिदेको आउँदैन त हौ घरिघरि त ना हौ। म त सबैको बनाउँछु, एउटा मात्र रहेछ सिस्नुको बोट पनि। गर्लफ्रेन्डले मार्छ अरे। अझै नि गर्लफ्रेन्ड छ? तपाईँको गर्लफ्रेन्डले नदेख्ने गरी हालिदिन्छु नि त है। हुन्छ देख्दैन हौ गर्लफ्रेन्डले। अङ्कललाई कसले सक्ने, अझै पनि गर्लफ्रेन्ड छ अरे, त्यो पनि 3-3वटा। ओ माई गड, टिप्दै हुनुहुन्छ है आन्टी र अङ्कल मिलेर। हाम्रो छिमेकी अङ्कल यसमै हो, छिट्छ। ठाङ्ग्रा नि चाहिँदैन है, गाउँघरमा त ठाङ्ग्रा हुन्छ त केराउलाई नि। किरा रहेछ कति। उता हेर्नु त आन्टी, उता राम्रो रहेछ यहाँनिर। सिस्नु टिपाइसकेर अङ्कल चाहिँ त्यहाँ के खोज्नु जाँदै हुनुहुन्छ। आन्टीलाई चाहिँ अझै पनि सिस्नु टिप्नु पुगेको छैन। म चाहिँ भिडियो बनाउनुमै बिजी छु, किनभने मेरो अघि नै टिपेको फर्स्टमा मैले नै हो हात चिल्यो नि त। तर अब चाहिँ हामी घर जानेवालामा छौँ, किनभने मेरो ट्रेनिङ जाने टाइम पनि भइसक्यो नि त, अहिले ढिलो हुन्छ मलाई।